मेरोमा राम्रो इक्विपमेन्ट नहुनुको कारणले जति लाग्दछ मैले वर्कआउटहरू त 100% दिइरहेको छु, तर राम्ररी गर्नु सकेको छुइनँ, राम्ररी गर्नु पाएको छुइनँ। सो जिम जोइन गर्ने सोचमा छु एन्ड कमेन्ट गर्नु होला जिम जोइन गर्नु कि नगर्नु, कसले सपोर्ट गर्नुहुन्छ अथवा कसले कमेन्ट गर्नुहुन्छ हेर्नेछु म एन्ड रिप्लाई दिनेछु। नमस्ते एवं सेवारो, मेरो नाम प्रेम सुब्बा र म तुलसीपाडाको निवासी हो र आज 100 डे च्यालेन्जको डे 47 र आज चेस्ट ट्रेनिङ डे हो र अस्तिदेखि भनिरहेको थिएँ मैले राम्रो इक्विपमेन्ट नभएर मैले राम्रो वर्कआउट गर्नु पाएको छुइनँ। सो मैले जिम जोइन गर्ने भनेको थिएँ एन्ड आज जोइन गरेँ र जिममा आइकिन चाल पाएँ कि मैले कति फर्महरू राम्ररी गरेको रहेछ र कति गाइडेन्सको जरुरत रहेछ एन्ड एउटा पार्टनर हुनुपर्दो रहेछ पुस गराउने, हेल्प गर्ने एन्ड उहाँ दाहरूले धेरै हेल्प गरिदिनु भयो मलाई, फर्महरू कति सिकाइदिनु भयो एन्ड कति सपोर्ट गरिदिनु भयो। थ्याङ्क्स दा। र मैले धेरै कुरो जानेको थिएन, बुझेको थिएन, थाहा थिएन र जिम जोइन गरिवरी थाहा भयो। उहाँ दाहरूले धेरै चिज सिकाइदिनु भयो, धेरै चिज बुझाइदिनु भयो एन्ड राम्रो इक्विपमेन्टहरू पनि नभएको कारणले मैले जोइन गरेको। चाहेको जस्तो वेट पाउँथेन र चाहेको जस्तै ट्रेनिङ गर्नु पाउँथेन। सो त्यसको कारणले मैले जोइन गरेको। र तपाईँहरूलाई केही क्वेसन छ भने कमेन्ट गरेर सोध्नु सक्नुहुनेछ, केही सजेसन दिनु सक्नुहुनेछ भने सजेसन दिनु लागि कमेन्ट गर्नु सक्नुहुनेछ, म रिप्लाई दिनेछु। एन्ड थ्याङ्क्स फर वाचिङ सबैलाई। आज एकदमै खुसी लागिरहेको छ, जति चाहेको जस्तै चेस्टलाई ट्रेनिङ दिनु सके, चेस्टलाई वर्कआउट दिनु सके। एन्ड आजको सबैभन्दा ठुलो सिक, मुझे कर्म फल की इच्छा नहीं है, जब ही तो कर्म मुझे दूषित नहीं कर पाते। तुम भी निष्काम कर्म करो पार्थ, और अपने कर्म पर अपने निहित स्वार्थ की छाया न पड़ने दो।